सम्पूर्ण साथीहरुलाई नमस्कार छ मेरो अर्को नयाँ भिडियोमा र आजको भिडियो मैले केको बारेमा बनाउँदै छु भन्ने कुराहरु तपाईहरुले थम्बनेल अनि टाइटल हेरेर थाहा पाइसक्नु भएको छ होला। हजुर साथीहरु, तपाईहरु कोरियामा हुनुहुन्छ र कोरियामा तपाईहरुले अफिसियली रूपमा वा कुनै पनि भिजा चेन्ज गर्दाखेरि तपाईहरुलाई चाहिँ यहाँको इन्कम स्टेटमेन्ट यानी कि तपाईको वार्षिक इन्कम स्टेटमेन्ट चाहिँ तपाईहरुलाई चाहिने गर्दछ। यानी कि तपाईले सुदो खुमेङ्स चाहिँ कसरी निकाल्ने भन्ने बारेको आजको विषय रहेको छ। तपाईहरुले कुनै भिजा चेन्ज गर्न लाग्नु भएको छ भने तपाईहरुले चाहिँ इयरली चाहिँ आफ्नो इन्कम स्टेटमेन्ट यानी कि वार्षिक तपाईको आम्दानी विवरण चाहिँ देखाउनु पर्ने हुन्छ र त्यो चाहिँ हामीले आफैले अनलाइनबाट चाहिँ कसरी निकाल्ने, हामीले सुदो खुमेङ्स चाहिँ कसरी निकाल्न सक्छौं त्यो चाहिँ तपाईहरुलाई आजको यस भिडियोमा मार्फत चाहिँ तपाईहरुलाई मैले सिकाउँदै छु कसरी चाहिँ निकाल्न सकिन्छ भन्ने कुराहरु। र तपाईहरु हाम्रो यस च्यानलमा तपाईहरु पहिलो पल्ट हुनुहुन्छ भने हाम्रो यस च्यानललाई तपाईहरुले सब्स्क्राइब गर्न नबिर्सिनु होला। त्यसैगरी फेसबुकबाट हेर्दै हुनुहुन्छ भने हाम्रो फेसबुक पेजलाई पनि फलो गर्न नबिर्सिनु होला भन्दै अब तपाईहरुलाई मैले ढिला नगरिकन चाहिँ कम्प्युटरको स्क्रिन शेयर गरेर स्टेप बाइ स्टेप चाहिँ सिकाउने छु। अब जाउँ हामी कम्प्युटरको स्क्रिन तर्फ। र सम्पूर्ण जानकारीको लागि म कम्प्युटरको स्क्रिनमा आएको छु। तपाई पनि आफ्नो कम्प्युटरको स्क्रिनमा जानु होला र मोबाइलमा हुनुहुन्छ भने मोबाइलको मा गएर गुगल क्रोम चाहिँ सर्च गरेर तपाई चाहिँ माथि चाहिँ 3 डट हुन्छ, यस्तो 3 डट हुन्छ, त्यहाँ चाहिँ यसै क्लिक गरेर तपाई यहाँ डेस्कटप भर्जन भन्ने चाहिँ आउँछ हैन। मोबाइलबाट गर्दाखेरि त्यो क्लिक गर्नुभयो भने यस्तो चाहिँ तपाईको इन्टरफेस चाहिँ यस्तो खुल्दछ र यो खुलिसकेपछि तपाईले यहाँ हान्नु पर्ने हुन्छ छंगबो इसिप्सा भनेर यसरी हान्नु होला र यसरी हानिसकेपछि यहाँ चाहिँ यस्तो इन्टरफेस खुल्दछ जुन तपाईले देखिराख्नु भएको छ। मोबाइलमा पनि त्यसरी खुल्दछ र पीसीबाट गर्दै हुनुहुन्छ वा ल्यापटपबाट गर्दै हुनुहुन्छ भने पनि यो किसिमको इन्टरफेस खुलेको हुनेछ। र त्यो गरिसकेपछि तपाई चाहिँ कहाँ जानुपर्ने हुन्छ भने चाहिँ यो सर्च बटन भनेको थोङहाप खम्सेक भनेको छ, यहाँ चाहिँ क्लिक गर्नु होला र क्लिक गरिसकेपछि यहाँ चाहिँ अहिले 6 नम्बरमा रहेको छ र तपाईको चाहिँ कति नम्बरमा रहेको हुन्छ त्यो चाहिँ हेर्नु पर्ने हुन्छ र यहाँ चाहिँ सोदक खुमेङ छुमेङ फाल्गुम भनेको छ, यसमा यसरी क्लिक गर्नु होला र यसरी क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईको यस्तो इन्टरफेस आउँछ जहाँ तपाई देखिराख्नु भएको छ सोदक खुमेङ छुमेङ फाल्गुम भनेको छ र यहाँ चाहिँ सिन्चङ हागीमा यसरी क्लिक गर्नु होला र यसरी क्लिक गरिसकेपछि यहाँ चाहिँ उयोन सिन्चङ हागी र फिवेवन सिन्चङ हागी भन्दछ। तपाई चाहिँ मेम्बरशिप भएर चाहिँ काम गर्न चाहनुहुन्छ भने उयोन सिन्चङ हागीमा जानु होला र मेम्बरशिप छैन भने चाहिँ फिवेवन सिन्चङ हागीमा चाहिँ तपाईहरुले क्लिक गर्नु पर्ने हुन्छ। यसको लागि आईडी चाहिदैन, त्यसको लागि म यहाँ क्लिक गरेको छु र यो क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईको यस्तो चाहिँ इन्टरफेस आएको हुन्छ र यहाँ चाहिँ तपाईले यो जुन चाहिँ यागन थोङही भनेको छ यसमा यसरी छन्चे थुङ हागीमा यसरी क्लिक गर्नु भने यहाँ चाहिँ सबैमा यसरी टिक लाग्दछ र यसरी टिक लागिसकेपछि यहाँ चाहिँ त्यहाँ लगइन फांगसिक सन्थेक भनेको छ, लगइन गर्ने तरिकाहरु भनेको छ र यहाँ चाहिँ 3 वटा तरिकाहरु दिएको छ। यहाँ नम्बर 1 मा रहेको छ खानफेन इन्जुङ छ, यो चाहिँ नेब काकको यतिमा गर्न सक्छ भनेको छ। हामीले चाहिँ यो 3rd नम्बरमा रहेको सायुङ जा छंगबो शिक्षक इमनेकमा क्लिक गर्छौ जसको लागि चाहिँ तपाईको नाम अनि छुमिनथुङ बनो र शिक्षक इबक मात्र भयो भने तपाईले प्रयोग गर्न सक्नुहुनेछ भनेको छ। यहाँ नाम र छुमिन हाम्रो एलएन कार्डको नम्बर मात्र भए पनि तपाईले चाहिँ यहाँ गर्न सक्नुहुन्छ भनेको छ। त्यो भएर हामीले यसमा क्लिक गर्छौं र यसमा क्लिक गरिसकेपछि अब हामीले चाहिँ यहाँ चाहिँ हामीलाई चाहिने यो चाहिँ फिल्सु भनेको छ, यो चाहिँ अनिवार्य हुन्छ। फिल्सु लेखेको चाहिँ अनिवार्य रूपमा चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। यहाँ हामीले आफ्नो नाम लेखौं, नाम लेखिसकेपछि यहाँ चाहिँ तपाईले आफ्नो चाहिँ एलएन कार्डको नम्बर लेख्नु होला र यहाँ चाहिँ पछाडीको नम्बर चाहिँ तपाईले हान्नु पर्ने हुन्छ। मैले चाहिँ पछाडीको नम्बर हान्न लागिरहेको छु र यति गरिसकेपछि यहाँ तपाईले आफ्नो नम्बर हान्नुहोस् र आफ्नो मोबाइल नम्बर चाहिँ यहाँ तपाईले हान्नु पर्छ र यति हानिसकेपछि यहाँ चाहिँ तपाईको यो जुन चाहिँ छादोङ इप्रेक फांगसी भनेको छ यो नम्बर आएको छ र यो नम्बर तपाईले केही कारणले बुझ्नु भएन भने चाहिँ यो सेरो खोचिपमा यसरी क्लिक गर्न सक्नुहुन्छ र यहाँ चाहिँ एक किसिमले बुझ्ने अंक आएको हुनाले मैले चाहिँ यसरी यसमा चाहिँ गर्दै छु र यति गइसकेपछि यो नम्बर हानिसकेपछि यहाँ लगइन हागीमा यसरी क्लिक गर्नुहोस्। लगइन हागीमा क्लिक गरिसकेपछि
सिजा घागी छने भनेको छ। यसरी तपाईले चाहिँ यहाँ फेरि आफ्नो मोबाइल नम्बर चाहिँ हाल्नु पर्ने हुन्छ। यहाँ चाहिँ आफ्नो मोबाइल नम्बर हाल्नुहोस् र यति हालिसकेपछि अब यहाँ भनेको छ सिन्छङ नेओङ सिन्छङ गर्नेको विषयवस्तुहरू भनेको छ। यहाँ चाहिँ खोङ्गे र फिखोङ्गे रहेको छ। तपाईले चाहिँ यो छुमिनथुङ्ग्रो बनाएको चाहिँ सबै देखाउन चाहन्छ कि नै भनेको छ। त देखाउन चाहनुहुन्न भने फिगोङमा हान्नु होला। एड्रेसहरू पनि देखाउन चाहनु फिगोङमा हान्नु होला। तर हामीले यो चाहिँ अफिसियली रूपमा काम गर्ने भएको हुनाले हामीले यो देखाउनु पर्ने हुन्छ। त्यो भएको हुनाले चाहिँ यहाँ चाहिँ तपाईले खोङ्गेमा नै यसरी क्लिक गर्नु होला र यति गरिसकेपछि तपाईले कुन इयरको चाहिँ इन्कम स्टेटमेन्ट चाहिँ तपाईलाई चाहिएको छ त्यही किसिमले चाहिँ हान्नु पर्ने हुन्छ। र तपाईहरुले भिजा चेन्ज गर्दै हुनुहुन्छ भने तपाईले 2 वर्षको देखाउनु पर्ने हुन्छ। र यो चाहिँ मे 1 देखि मात्र चाहिँ यहाँ चाहिँ हामीले यो जुन चाहिँ यो वर्षको निकाल्नु परेको छ भने चाहिँ तपाईले मे 1 पछिको मात्र निकाल्न सक्नुहुनेछ। र मैले चाहिँ यहाँ 2 वर्षको चाहिँ निकाल्न रहिरहेको छु। जस्तै 2023 को र 2024 को चाहिँ मैले निकाल्न रहिरहेको छु। तपाईलाई कुन इयरको आवश्यकता छ, कुन इयरको तपाईलाई चाहिँ आवश्यक परेको छ, कुन इयरको चाहिँ तपाईलाई देखाउनु पर्ने छ त्यो चाहिँ तपाईले यहाँ लेख्नु होला। त्यो चाहिँ टाइप गर्नु होला त्यो इयर। त्यति गरिसकेपछि यहाँ चाहिँ योङदो भनेको छ। यहाँ चाहिँ खम्सेक गर्नु होला। केको लागि युज गर्ने भनेको छ। यो फर्स्ट नम्बरकैमा यसरी क्लिक गर्नु होला। यति क्लिक गरिसकेपछि यो केको लागि हो भनेपछि यहाँ तपाईले जे पनि लेख्न सक्नुहुन्छ। मैले स्टेटमेन्ट लेख्छु हैन, स्टेटमेन्ट मात्र लेखेँ र यति गरिसकेपछि यहाँ तल जानुहोस्। तल गइसकेपछि केको लागि हो भनेको चाहिँ हामीले अनलाइन फाल्गुममै गर्छौं। त्यति गरिसकेपछि यहाँ छिन्छङ हागीमा यसरी क्लिक गर्छौं र यति गरिसकेपछि अब हामीले चाहिँ यहाँ के गर्नुपर्ने हुन्छ भने खानफेन इन्जुङ गर्नुपर्ने हुन्छ। र खानफेन इन्जुङको लागि यहाँ 4 वटा अप्सन रहेको छ। त्यसमा चाहिँ हामीले खानफेन इन्जुङ गर्छौं र खानफेन इन्जुङ चाहिँ यो 12 वटा मध्ये तपाईले जुन सुकैबाट पनि गर्न सक्नुहुन्छ। र यहाँ सजिलोको लागि मैले चाहिँ हामीले धेरैले चाहिँ कागको टक चाहिँ युज गर्छौं। त्यही भएर कागको टकमा यसरी क्लिक गर्छु। र यति गरिसकेपछि यहाँ चाहिँ आफ्नो चाहिँ त्यो छुमिथुङ बङ्गला हान्नुस् र पछाडीको पनि तपाईले हान्नु पर्ने हुन्छ। र यहाँ चाहिँ आफ्नो मोबाइल नम्बर हान्नुहोस्। यति गरिसकेपछि छन्चेथोइमा क्लिक गरिसकेपछि इन्जुङ योजङमा यसरी क्लिक गर्नुहोस्। र यति गरिसकेपछि मैले कागको टक यहाँ मोबाइलबाट तपाईलाई स्क्रिन शेयर गर्न लागिरहेको छु। यहाँ चाहिँ तपाईको यस्तो आउँछ। कागको टक जिउमा यसो गर्नुहोस्। यहाँ चाहिँ इन्जुङ हागीमा यसरी क्लिक गरेर यहाँ चाहिँ तपाईले इक्वायर गरेर यसरी भेरिफाई गर्नुभयो भने अनि यहाँ चाहिँ आफ्नो पासवर्ड चाहिँ हाल्नु पर्ने हुन्छ। यति गरिसकेपछि हैज बीन कम्प्लिट भनेको छ। ओके गर्नुहोस्। र यति गरिसकेपछि यहाँ चाहिँ इन्जुङ 1 रोमा क्लिक गर्नुभयो भने र यति गर्नु तपाईको यहाँ चाहिँ डन भन्छ र यहाँ खुल्छ। र यति खुलिसकेपछि यति गर्नुभयो भने तपाईको चाहिँ यहाँ चाहिँ यसरी यो इयरको चाहिँ यसरी देखाउँछ। जहाँ तपाईको यहाँ देखिराख्नु भएको छ यो सबै चाहिँ यहाँ चाहिँ देखाउँछ। र यसलाई चाहिँ तपाईले इन्सोय गरेर प्रिन्ट पनि गर्न सक्नुहुन्छ। भएन भने यसलाई चाहिँ तपाईले सेभ एज पीडीएफ मा चाहिँ सेभ गरेर यो चाहिँ तपाईलाई जहाँ आवश्यक परेको छ त्यहाँ चाहिँ तपाईले बुझाउन सक्नुहुनेछ। आशा छ तपाईहरुले यो भिडियो हेरिसकेपछि तपाईहरुले सजिलैसँग इयरली इन्कम स्टेटमेन्ट यानी कि वार्षिक आम्दानी विवरण वा सोदक कुमेङ्च चाहिँ निकाल्न सक्नु भएको होला। र केही कारणले तपाईहरु कन्फ्युज हुनुभयो भने मलाई चाहिँ यस भिडियोमा तपाईहरुले कमेन्ट पनि गर्न सक्नुहुन्छ। त्यसैगरी पर्सनली रूपमा चाहिँ फेसबुकमा तपाईहरुले मेसेज पनि गर्न सक्नुहुनेछ भन्दै छिट्टै नयाँ भिडियोमा भेट्ने बाचा सहित आजलाई बिदा चाहन्छु। होस् त नमस्कार। तपाईको दिन शुभ रहोस्। जय नेपाल।